मारे त अनि पुलिसलाई त्यसले आदेश दिए पुलिसलाई किन मारे त पुलिसले त पुलिसलाई पछि यसले भनेर मारे त केपीलाई त भगाएर नमारे त्यसलाई फेला पाएर त्यसलाई हैन मारे भए के तिमीहरु के गर्थे चुरा पार्नु पर्दैन थियो चुरा फुटाउनु पर्दैन थियो के भयो उसले सहनी फुटाउँथ्यो तिमीहरुलाई किन चाहियो त मरेन तिमीलाई मन नपरे मान्छे मरेर किन हुन्छ केपी को सहनी मार्दिनु भइहाल्यो नि त तिमीहरु हगेन केपी के हो राष्ट्रको पिता थाहा छ त्यसो बुढी को हो र तेरो बाउ तेरो बाउ अरे केपीको भने चाहिँ किन भन्ने किन काम राम्रो काम गर्ने मान्छे छ खनिन्छ त्यो त मैले जति काम गरे नि चाहिने तैँले के खाएको तैँले त तला जा मलाई केही थाहै छैन तँलाई लाखको माला लाएर स्वागत गर्दैन ए मन नपरे मान्छे चाहिँदैन मन नपरे मान्छे चाहिँदैन तिम्रो मन परेको छैन नि त तिम्रो आजीवन काङ्ग्रेसै भोट हाल्ने मान्छे मन पर्दैन नि त मलाई कसैले न 2 घन्टी अब बाजन्जेल देख्ला नि त सुन्नाथी जाने फेरि त्यसले देशमा सबले घन्टी बजा 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 सँगै घन्टी बजाएर पूजा गर्छ बजा बजा ऊ त्यो पर्सि चुनावको दिन काङ्ग्रेस भोट हालिन्छ भने तिमीहरूलाई म त के गर्छ तिमीहरूले काङ्ग्रेस हाल्छ भोट म त चाहे जित्यो चाहे हारोस् घन्टी नै बजारी नि बजा त्यो चुनावको दिन कहाँ पुग्छ भाएर त्यसलाई मार्छ केपीले सबले मारे के बिचारा मारेको भएदेखि उसले भोग्नु पर्छ भनेको भएदेखि भोगिराखेर किड्नी फेरे कति पाथे है त्यति फेर्दा नि मार्दै भन्नु पनि सुई लगाएर त्यसलाई कहिले भए त मारिदिन्थ्यो होला कहिले भए त तिमीहरू 3 जनाले भए त मारिदिन्थ्यो तिमीहरू 3 जना भन्दा विरोधी त्यसको कोही पनि छैन ल म यो ठोक्काइदिन्छु त्यसको त यसको पर्छ त मलाई माया नै छैन म हैन तेरो त आफ्नो बाउ हो र हामी मात्रै हो केपीको विरुद्ध अभि पनि बाउ त हैन तर बाउ तेरो त त्यही रहेछ नि त त्यही 9वटा मुद्दा र 5वटा सहायनी 2टा नागरिक 2टा पासपोर्ट हुने रहेछ माया त हुने यसले जे पनि गर्न सक्छ भनेर भएपछि त हामीलाई पनि लान सक्छ भोलि त भनेर त हुने माया गरे नर्दा यत्रो हुन्छ बाउको भन्दा किन कतेर यत्रो त्यही हो नि जे पनि गर्न सक्छ भनेर त हुने तिमीलाई त्यहाँ माया गरेर त्यसमा त छैन र बालनको पनि पर्लै लाग्छ माया होइन त्यो त किन नहुने उही झ्यापमा ऱ्याप गाउनेलाई नि कसो भन्नु गर्ने म तँलाई फेरि यो बाटो हिँड्नु दिएछु भने त मारिदिएछु नि ऊ त हामी त अर्को ऊ त्यहाँ तर त कुन बाटो हिँड्दैछ